गुड इभिनिङ फ्रम थर्ड आई। तेस्रो आँखा लागु औषध मदपान उपचार तथा पूर्ण स्थापना केन्द्र खुमलटार 15। हामीले चाहिँ आज कृषिबाट लिएर आएको यस्तो दामी दामी बिउहरू चाहिँ विलिङनेसमा सबैजना मिलेर चाहिँ रोप्नुपर्छ भनेर सबैजनाले सल्लाह दिएर चाहिँ हामी यसरी रोप्न गइरहेछौँ। यो चाहिँ के को बिरुवा हो? यो लौका। अनि फर्सी पनि, अनि मुन्टा मात्रै खाने फर्सी पनि। अनि यतापट्टि चाहिँ घेरौँला। यहाँ यो घेरौँला चाहिँ यहाँ रोप्यो भने यहाँबाट सर्र भएर उयो रुखमा जान्छ भन्ने हिसाबले हामीले चाहिँ यहाँ लगाएको छौँ। बाँकी उतापट्टि छौँ। हामी सबैजना एकदमै विलिङनेसमा आफैले गर्नुपर्छ। अलि भित्र रोपौँ। अनि नसारहित रहन पनि एकदमै सहज हुन्छ। यसरी चाहिँ निरन्तरता लागेर काम गरिराख्यौँ भनेदेखि पूर्ण स्थापना केन्द्र भनेको चाहिँ केवल नसा छोड्नु मात्रै होइन रहेछ। सबै कुराहरूमा नसारहित भइसके पछाडि चाहिँ बिस्तारै बिस्तारै विलिङनेसहरू पनि आउँदो रहेछ। अटोमेटिक भित्र मनदेखि नै म आफूले गर्नुपर्छ केही गरेर नै आफूलाई खान हुन्छ भन्ने खालको भित्री आध्यात्मिक तरिकाले चाहिँ आउँछ। र हाम्रो यहाँनिर अस्ति नै रोकेको तपाईँहरूलाई देखाउनै पर्ने चाहिँ हेर्नु यस्तो राम्रो भएको छ हाम्रो यो काउली। उता तल लसुन। यो हामी सबै होल हाम्रो थर्ड आईको फ्यामिलीहरू चाहिँ मिलेर हामीले यसमा मेहनत गरेको छौँ नसारहित भएर। अनि यसरी रोपिसके पछाडि त अब आफ्नो घरमा खानको लागि त अर्ग्यानिक एकदमै राम्रो हुन्छ क्या। बजारमा किनेर खानुभन्दा अर्ग्यानिक चाहिँ धेरै राम्रो हुन्छ। यति ठुल्ठुलो भइसक्यो यो काउली। तपाईँहरू सबैजनाको जय होस्।